के तपाईँको जीवनमा यस्तो समय आएको छैन जब तपाईँले गलत काम गर्नुभयो वा सही काम गर्न सक्दा पनि गर्नु भएन? के तपाईँहरूले गर्न सक्ने कामहरूबाट पछि हट्नु भएको छ? वा तपाईँहरूले कुनै किसिमको मतलब नराखी जेसुकै होस् मलाई थाहा छैन भनेर सोच्नु भएको छ? सबैलाई जय मसीह। तपाईँहरूलाई स्वागत छ हाम्रो यस नेपाल बाल सङ्गति सेवाकाईमा, जहाँ हामी बाल सङ्गतिको भाइ बहिनी तथा शिक्षकहरूसँग प्रत्येक हप्ता बाइबल खण्ड अध्ययन गर्दैछौँ। याकुबको पत्र याकुब आफैले लेख्नु भएको हो, जहाँ उहाँले विश्वास र कामलाई सँगसँगै जोड दिनुहुन्छ। बाइबल अनुसार साँचो विश्वास केवल मुखको स्वीकार मात्र होइन, तर जीवनमा देखिने कामद्वारा प्रमाणित हुन्छ। यसैलाई प्रेरित पावलले पनि गलाती 5:6 प्रेमद्वारा काम गर्ने विश्वास भनेर स्पष्ट पार्नु भएको छ। आजको मुख्य वचन याकुब 4:17ले भन्छ, यसकारण जसले भलाइ गर्न जान्दछ र गर्दैन त्यसले पाप गर्दछ। यसले पापको परिभाषालाई अझ गहिरो बनाउँछ। संसारको सोचाइमा पाप भनेको केवल गल्ती वा खराब काम गर्नु हो, तर बाइबल अनुसार भलाइ गर्न सक्ने भएर पनि नगर्नु पनि पाप हो। अर्थात् पाप केवल खराब काम गर्नु मात्र होइन, राम्रो काम नगर्नु पनि हो। यही सत्यलाई बुझाउँदै इतिहासमा मार्टिन लुथरले मानिसहरूलाई धार्मिक बन्धनबाट स्वतन्त्र गराउँदै साँचो विश्वासको अर्थ सिकाउनु भयो। उहाँका अनुसार मानिसहरू संसारबाट त स्वतन्त्र भए, तर परमेश्वरप्रति जिम्मेवार सेवकका रूपमा जीवन बिताउनु पर्ने हुन्छ। त्यसैले बाइबलको धारणा अनुसार पाप भन्नाले परमेश्वरको इच्छा विपरीत जानु मात्र होइन, उहाँले चाहनु भएको भलाइ नगर्नु पनि हो। यसले हामीलाई चुनौती दिन्छ कि हाम्रो विश्वास केवल शब्दमा सीमित नरहोस्, तर प्रेम र भलाइका कामहरूमा प्रकट होस्। आजको वचनबाट वास्तवमा बाइबलीय धारणा अनुसार पाप चाहिँ के हो भन्ने कुरा प्रष्ट गराउन सकिन्छ। तपाईँहरूको विचारमा पाप भनेको के हो? पाप भनेको चोरी गर्नु, झुटो बोल्नु, हत्या गर्नु मात्र नभई परमेश्वरको दृष्टिमा आफूले गर्न सक्ने काम नगरी बस्नु पनि पाप हो। जस्तै तपाईँको साथीले चुरोट पिउँदैछ र तपाईँले देख्नुभयो, तर तपाईँले उसलाई केही भन्नु भएन। तपाईँले सोच्नुभयो कि त्यो उसको जीवन हो, खायो भने ऊ मर्छ, म होइन, जे गरे नि गरोस्। यस्तो सोचेर भनेनौ भने पनि तपाईँले पाप गरिरहनु भएको हुन्छ। आज याकुब 4:17ले पनि हामीलाई यही कुरा बुझाउन खोजिरहेको छ। अझ यस वचनबाट प्रष्ट बुझ्नको लागि आज हामी एउटा सत्य घटना सुन्नेछौँ। अमेरिकाको लस एन्जल्स भन्ने ठाउँ निकै प्रसिद्ध छ। पर्यटकहरू जसरी भए पनि त्यहाँ पुग्छ। त्यस छेउमा रहेको समुद्रको दृश्य हेरेर गफ गर्ने मानिसहरू पनि थुप्रै हुन्छन्। जसरी नेपालमा पनि साँझतिर मानिसहरू बाहिर निस्कने धेरै हुन्छन्, त्यस्तै थियो। तर एक दिन त्यहाँ एकजना केटी मर्न भनेर समुद्रतिर फर्केर उभिरहेकी थिए, तर उनको छेउमा भएकी केटीले केही वास्ता गरेन। उनले त्यो केटीलाई यसो नगर भन्न सक्थे, तर भनिन, जसकारण उभिएको केटी हम्फालेर मरी। यसै क्रममा अरूहरूले त्यो केटी खसेको देखेर त्यहाँ आएर छेउमा भएको केटीले केही नगरेकोले त्यस केटीको विरुद्धमा मुद्दा हाले। उनले त्यो केटीलाई बचाउन सक्थे, तर केही गरिन भन्ने मुद्दा हाले, जस कारणले त्यो केटीले केही नगर्दा पनि जेलको सजाय भोग्नु पर्यो। परमेश्वरको नजरमा पनि पाप भनेको यस्तै हो। आफूले गर्न सक्ने काम पनि गरेन भने परमेश्वरले त्यसलाई पाप भन्नुभएको छ। अघिको कथामा त्यस केटीले केही नगरेर पनि दण्ड भोग्नु पर्यो, किनभने उनले उसलाई किन यस्तो गर्न खोजेकी सोच्न सक्थे। उनले दुःख सुन्न सक्थे, तर यसको बदलामा उनले त त्यस केटीलाई वास्ता नै गरिन, त्यसैले उनले सजाय पाइन्। यस कथाबाट हामीले सिक्न सक्ने कुरा भनेको
संसारमा पनि आफूले गर्न सक्ने काम नगर्दा सजाय दिन्छ र न्याय गर्छ भने झन् हाम्रो स्वर्गमा बस्नुहुने र पापलाई घृणा गर्नुहुने वा पापलाई मन नपराउनेले यसलाई अझ बढी गरी निहाल्नुहुन्छ। हामीले जोखिममा परेको बेलामा मात्र सहयोग गर्ने होइन, तर हामीले देख्ने बित्तिकै सके जति सहयोग गर्नु पर्छ। त्यसैले हामीहरू यस्तो कुरामा पनि आजदेखि नै होसियार हुन जरुरी छ। साना बालबालिकाहरूसँगको तपाईहरूको सेवकाई महत्त्वपूर्ण छ, जसद्वारा परमेश्वरको महिमा भइरहेको छ। यदि तपाईहरूलाई यस बाइबल खण्डबारे थप जानकारी आवश्यक परेमा तलको लिङ्कमा जान सक्नुहुन्छ। यस्तै बाइबल पदहरू लिएर अर्को हप्ता फेरि पनि हामी आउने नै छौँ। त्यतिन्जेलका लागि लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। सबैलाई जय मसीह।